मस्ती है भाइ। यो चाहिँ हो इभिनिङको टाइम है। छोराले चाहिँ दुध पनि थापेर आइसकेको छ। हाम्रो चाहिँ सधैँ इभिनिङमा दुध आउँछ नि त, स्पेसली चाहिँ छोराको लागि भनेर गरिदिएको है। नमस्ते सबैलाई, मेरो छोटो भिडियोमा हजुरहरूलाई फेरि स्वागत छ है। अनि मन पऱ्यो भने चाहिँ माया पनि दिनुहोस् होला है। तपाईँहरूको माया पायो भने झन् मलाई अझै खुसी लाग्छ नि त है। अझै भिडियोहरू बनाउनु मलाई मनपर्छ है। यहाँ चाहिँ मैले चिया बसिसकेको छु हाम्रो लागि हो। यहाँ चाहिँ छोराको लागि दुध गरिदिएको आधा लिटर। त्यसबाट हामी अलिअलि चिया पिउँछु हो। के खाने रे? अब भने चाहिँ रातिको खानाको सुरु गर्नुपर्ने हुन्छ है। अचारको लागि चाहिँ टमाटर खोर्सानी पनि भुट्दैछ। अनि यो पछि चाहिँ मैले अब यति गरेर चाहिँ छोरालाई होमवर्क पनि गराउनुपर्छ हो। उसको समरको छुट्टी चल्दैछ। आजको हाम्रो यो सिम्पल खाना छ। आज आलुको अचार, दाल, पापड। हाँसे हेर्न खा। ऊ चाहिँ यहाँ बसेको होइन, टेबलमा बस्ने ठाउँ नै नपाएको। अलिक स्पिड बढ्यो फ्यानको है। अब चाहिँ हाम्रो चाहिँ खाना सबै भइसकेको छ। अब हामी टिभी हेर्दैछौँ हो। एकछिन हामी भन्दा पनि छोराले हेर्दैछ। अनि अब आज चाहिँ यति नै बनाउनु कोसिस गरेँ मैले हो। इभिनिङदेखिको कति के हुन्छ, के गर्छौँ भन्ने। किनभने भर्खर सुरु गर्दैछु नि त। अन्त बिस्तारै सिक्दै पनि जाँदैछु हो। त्यही भएर यो सानो भिडियो पनि हेरेर चाहिँ माया दिनुहोस् होला है। दिदा गुड नाइट भनिदेऊ न, राम्रोसँगले भनिदेऊ न, राम्रोसँगले भन न। ए जान्दैन छ भाइले नि, जान्दैन। बाई भनिदेऊ न।